म त्यारमा कसरी घर जाऊँ आमा झुपडी जस्तो मेरो घरलाई सिंहदरबार जस्तो भनेर फकाई 500 रुपियाँ लिएर जान्छन् बुढा बुढीहरू म त्यारमा कसरी घर जाऊँ आमा हेर्छन् केटाहरूले चुवाक तरुनी बोकेर हिँड्छन् आफू त के गरेर चामल बोक्नु पर्छ म त्यारमा कसरी घर जाऊँ आमा बोतलमा राखेर उडाउने रकेट बमदेखि मैले केही सिकेँ आमा जिन्दगीमा आसमान छुनु छ भने बोतलको सहारा लिनु पर्दो रहेछ आमा धेरै बच्चा पिरो यार हो आँखा पिरो त्यसकी धेरै पिरो भयो यार यति धेरै एक्टिङ भएपछि त अननोटिसलाई पनि टप्छु होला हौ यति धेरै भिक्स हालेर रोएर एक्टिङ गरेपछि 1-2 मिलियन भ्यू त कसो नआउला धेरै पो भएछ क्या हो आइया बाबा